आगो झुम्रोमा केमा धोती ल लाइटर दिन्छ वनमौरीलाई आधुनिक घरमा चाहिँ कसरी रूपान्तरण गर्ने भन्ने सम्बन्धी चाहिँ हामी यहाँ अहिले अध्ययन सँगसँगै प्रयोगत्मकै गरिरहेछौँ। अब जान्छ होला नि त फेरि उड्दैन उडु बुढा चाकालाई चाहिँ फ्रेममा यसरी बाँधेर राख्नुपर्छ होइन सुतिने हो त यो हो अब के नि धँ त्यसरी लगाएपछि त मौरी त आएन ती आउँछ पन्था ल्याउनु भएन ओहो बाहिर गयो नि त मौरी जति हाम्रो हेड सरले चाका निकाल्दै हुनुहुन्छ होइन पुरा रामो बसिलाले रुखमा खोपेर पिपलको बोटलाई होइन बनाएर चक्कुले टुकु बुढालाई यो त आनन्द यार कुन चक्कुले सट्टा गर्नु हजुर दुई ठिउ डोरी ठुलो टिप्न गएको भिडियो होइन विद्यालयमा एक सिप एक विद्यार्थी एक सिप फोटो यस्तो खोपोभित्र चाहिँ मरले काटेर ल आधुनिक घरमा राखिसकेपछि वनमौरीलाई ए यो यस्तो यो राखेको चाहिँ छोपमा यसको पनि जिन्दगी बन्यो भने त पिपल टोड्काबाट एकदम नयाँ घरमा गयो चक्कु ल्याउनु भएन साधु मौज धेरै साधु रहेछ जिसिआएन नि त कसैले 3:30 बजे बसेछ भाइ के दामी हो तपाईँ त यो थोर्ले यो छोटो ल्यायो कि यार हेर्न पर्दैन छोटो हो र यो भ्यात त भरि झर्दैन अहिले जाँदा मन त अलि त राख्नु त त्यो नयाँ पो ल्याउनु पर्छ यार टाइट भयो बजाइदियो त्यति त बजाइहाल्यो क्या कस्तो डह्रो गऱ्यो क्या दिन त त्यो यो पिपल चोप जान्छ त नि यार लुगा जान्छ हो त्यसै आयो आयो ओ सुन त्यति अलिकति टुप्पा यतिको राख्ने मलाई खोइदिनु त मान्ने यसलाई नचलाउने रानी सिद्ध आयो रानी हेर्नु त रानी छ रानी
बल्छन्थ्यो यता हुन सक्छ क्या राम है तर छिप लगाएर बसेँ यसले चाहिँ रानी नभए टुटी बनाउँछ कि भाग्छ बनाउँछ नि यसले छैनै छ होइन भित्र लुकेर हुन्छ कि होइन म खाएको यार कस्तो तुई म खाएको जाउँ त कता तौँदैन र मधेसी बच्चे रहेछ कि यहाँबाट त्यही भएर नजिक आयो यो बच्चा त्यो खाइदिनु युट्युब पनि ऊ त पछाडि बच्चा हो